गाइस गुड मर्निङ। फाइनली हामी नारा जान लागिरहेको छौँ। हल्का रामेन बनाउँछु, अब खाना पर्ने हुन्छ। रेडी भएर निस्किसकेको छ। यही मत्सुले हामी चर्किरहेको छ। वर्षमा एकचोटि घुमाउन आउँछ। त्यो दिन आज रहेको छ है त। हाम्रो सिन्चेहरू पर्खेर बसिरहेको थिएँ। यो साथीले गरेर लगभग 15 मिनट वेट गराएको छ है त। प्लास्टिक सर्टफोल्ड बस्नु मन लाग्यो यार। उच्च यहाँ बस्छ न, पछाडि बस्नु त ठिक छ। ओके ल, सबैले सुन्यो होला है। विशाल सुन्यो नि? हामीलाई यो दिएको छ नि, यो टाँच्नलाई हामीले टाँसिसकेको छ। यो टाँचेपछि हाम्रो विद्यार्थीभन्दा चिनिन्छ भन्ने हिसाबले चाहिँ सेन्सरले दिनुभएको थियो है त। अनि सेन्सर गइसक्नु भएको छ। वाउ, हाम्रो केटाहरूको पनि आइसकेको छ। सानो मिसे एकदम पिछाएर बसिरहेको छ। अनि हाम्रा बहिनीहरू पछाडि छ। टाउको दुखिरहेको छ अघि भन्थ्यो। रश्मि पनि आयो है त ल। अनि हाम्रो हेन्डसमहरू यता छ। अनि अर्को हाम्रो जेन्टलमेन त यहाँ छँदैछ। हेर हेर मोबाइल है, कत्रो सिप हो यार, कत्रो। यो चाहिँ मेरो कुन एरिया हो? यो स्विमिङ पुल हो है गाइस। क्याम्पफायर वाह यार। तर हेर न, यो चाहिँ म कहिलेकाहीँ यसो फ्री भयो बेला हेरेर पानीको माथि खाइसक्यो त। पानी खाइसक्यो भने ओइलको होला है त्यो। पर छ नि त, हेर न त्यहाँ पर हो। कत्रो निकाल्दा छ यार। अनि यत्रो पैसा नि कहाँ जाओस् त, हेर न नि। छ्यासा सबैजना आराम गरिरहेको छ। हाम्रो केटाहरूको कुरा सुन्नलाई कसको सिप के अरे? मेरो सिपले खाजा खान हुन्छ। तिम्रो सिप हो भने क्याप्टेन चाहिँ को? क्याप्टेन म। ए सिप क्याप्टेन हो। यो चाहिँ मेरो कारहरू गइरहेको गाइज। उसो कारहरू चलाउन नआउने भएर पठाउ होला है। सिपहरू अहिले यसो खाजा खानलाई बसिरहेको। सिप के हामी कहाँ आइसक्यौँ हो? यो त उयो होइन नागासीमा यसपाले ठ्याक्कै तिमी पत्ता लगाइदियो ठ्याक्कै नागासीमा यसपाले। यो रातो पो अरे, यो होइन रातो? रातो यो हो र? यही त नि होला। एकदमै डाँडा अस्ति नै उतापट्टि हेर्नु टर्ने भने त पुरै घुमे हैन पार्कमै हो। यसलाई हामी क्रस ल्याउँदै हामी नारातिर हामी लागिरहेछौँ। सबैजना एकदम रमाइलो गर्ने मुनो रहिरहेछ। आदिशनीहरू साथीहरू रमाइलो गरिरहेछन्। हाम्रो केटाहरू गफ पनि नसकिने भयो। बाटो हुँदै हामी अगाडि बढिरहेछौँ है त। ए गाडीमा हिँडेको पनि लगभग कति 1-2 घन्टा हुनु भइसक्यो। थकाइ लागिसक्यो। यस्तो जङ्गलको बाटो छ। त्यसो नभन्नु नि यार, 2 घन्टा भइसक्यो ल। एकदम थकाइ पनि लागिसकेको छ है त। जानु हेर, यो त हेन्डसम देख्यो त हाम्रो जस्तो है त। यहाँ पहाडी इलाका हुँदै गइरहेछौँ। अनि साथीभाइहरू सबै थकित भएर सुतिरहेको छ। पानी पिउँदै बसिरहेको छु भनौँ। हाम्रो 1 घन्टाको ब्रेक सुरु भइसकेको छ। हामी बस्दै आइसकेका छौँ। अनि हाम्रो सेन्से पनि आइरहनु भएको छ। ल उनीहरूलाई खाजा खाउँ है त। ओके सब के किन्ने हो? के खाउँ त? पान कति खाने यार? ओके पान। ओ यहाँ त ऊ पनि छ त हौ, हेर न। म हो त्यो काममा। हेर न 1000 रुपियाँ अरे यार गल्फको बल। कति सस्तो हो। अब हामी केही न केही त लिन्छौँ। त्यही नै होला है। यो ट्याग लागिरहेछ हाम्रो विद्यार्थी भनेर चिन्नका लागि रे। अनि 1 घन्टाको ब्रेक रहेको छ। भ्लगर मिस्टर भ्लगरहरू यहाँनिर प्रोसेस भइरहेछ है त। ऊ मनिष हेन्डसम ल, तिमी आइसक्यो है। र हाम्रो भइसकेको छ सेन्से पनि छ। ओके देश
खाजाको नाममा हामीले चाहिँ यो खाइरहेको छ मैले चाहिँ दोस्तीले पानी ल मिलन भाइ इन्जोय गर है सय डिस्काउन्ट यहाँबाट आइसकेको छ है हामीलाई किन्यो भाइ भाइले के किन्यो ए फाल्नु होला भाइ चाहिँ एकदम मजाले खाइरहेको छ है त यहाँनिर हेर्नु खाइसक्यो हिजो काम थियो है अनि डाइरेक्ट कामबाट आए पनि एकदम फ्रेस छ केटाहरू यहीँ आमा मिस्टर थारू हेन्सम ब्रदर थारू भाइ त के हो भने आज त यो के पो के छ नि एउटा त के पो उयो तिमीले हेरेको छ त्यो ओपन हेमरमा हेरेको छ नि एउटा पिकी ब्लाइन्डर सेम पिकी ब्लाइन्डर हो देवराज ठिक छ यार एक नजर देखाइदेऊ ल है त फाइनली हामी पनि नारा आइपुगिसकेका छौँ अब झर्न मात्र बाँकी हो ताको साइन भनेको यही हो है यो हाम्रो पछाडि बसिरहेको नारा ओके ए हेर्नु नारा केटाहरू मस्त सुतिरहेछन् ल है त इन्जोय गर्नुपर्छ टिकट ल्याउनु पर्ने हुन्छ अनि टिकट लिनको लागि साथी हजुर हराएको छैन नि एकदम पुग्यो ओके आउँदै देखिन्छ क्या यतादेखि उता निस्क्यो त खोइ त भाइसँग मैले भ्लगमा निकालेर छ स्क्रिनसट दिँदा हुन्छ ल ओके ओके हात चपाइदिएलाई खाइसक्यो मेरो भाइ बुझ्छ है क्या हो यसा छैन तिमी ब्लग चाहिँ यस्तो सबसे क्लासको हरामी मान्छे यही हो अगाडि हिँड्ने हो त्यो के देख्दैछु म आइरहेछ हात ल्याम्मै के छ मैले चाहिँ अगाडि हिँड्नु पऱ्यो खोइ अनि तिमी पछाडि हिँड्नु पर्ने होइन म पछाडि चाहिँ हिँडेको छु नि मिलिन हेर मिलिन अर्कैले समात्यो त अर्कैले समात्यो त तिम्रो अगाडिको नाकामा माछा खाँदा नि कुखुराको त गर्नु होला तिमी सुँगुरको यो हरामीहरूले मलाई फोटो अनि ओके अनि अब चाहिँ एकदम घुम्न पर्ने हुन्छ रमाइलो गर्नुपर्ने हुन्छ हल्का गर्मी छ त्यस अनि पोज भने हेर्दै हेरेन बहिनीले दाइले गरिरहेको थियो पोज फेरि यो मेरो च्यानललाई चाहिँ आउँदैन छुट्टै कुरो बुनले हेरेको छ र मिलियन गाई सर्च गर्न आउँछ के लेख्यो होला नि के लेख्यो होला रे ओके भन्ने किटको चाहिँ लिनुपर्ने हुन्छ फर्स्ट अफ अल फ्रिज हान्ने क्या हो किरिज नै छु त्यस्तो होइन नि अलिक माथि अगाडि देखाएर तिम्रो हात दिएर अहिले फेरि वाउ ल बिस्कुट नै ल्याऊ एउटा खुवाउँछु ल मिलिन मिलिन मैले त केही पनि थाहा छैन यो चाहिँ हाम्रो डियरको खानेकुरा रहेछ जापानिज बोल्ला न This food is for the deer.
Not for us, eh? Therefore, we should not eat this. It's not foodable. Yeah. Oh, march up, Buddha. Oh, march. मान्छेले अलि ठुलोवाला यसले त हाल्ने हाई गरे कि हाल्नलाई हाई गरे तिमी त अनि एरिया चाहिँ यही रहेछ है त एकदमै अहिले चाहिँ हामी टिकटको लागि गइरहेछौँ अनि सबैजना हिँडिरहेछन् हल्का फुल्का डियरहरू देख्न सकिन्छ यहाँनिर यहाँको मेन विशेष भनेकै डियरलाई चाहिँ नजिकबाट भेट्ने अनि खाजा खुवाउने यस्तो यस्तै हुन्छ है सरी डियर सरी अहिले हामीले खाजा किनेको छैन अहिले किनेपछि दिउँला हाम्रो नि खाएको छैन है गोवेना साई अनि अर्को भनेको चाहिँ यहाँको एउटा ठुलो ओतेरा मन्दिर र यही डियरलाई देख्न पाइन्छ भनेर विशेष फेमस रहेको छ यो नारा भन्ने ठाउँ गरी भएको कारणले गर्दाखेरि एकदमै हिँड्न पनि अर्को सास पनि यस्तो महसुस भइरहेछ है हाम्रा बुनुहरू अगाडि छन् आज नचिनिया हो कस्तो नचिन्ने भएर आएको सबैजना दिन भनेको दिन रहेछ है घुम्ने दिन सबैजना चेन्ज भएर आइरहेछ है लगभग हामी टिकट लिने ठाउँ आइसकेका छौँ जस्तो लाग्यो है ओके माथि पनि त्यो माथि पनि जानु मिल्छ होला है कस्तो हो यार कसैलाई केही नगर्ने है यो अगाडिदेखि नै राखेर हो क्या सेन्से कता जानुभयो हामी कता हिँडिरहेछौँ अन्धा धुन्दा ओ मिसेस डियर त्यो माथि खान्छ के हो पर त ओ कि नारायण हो ओतेरा केही घाम भएर हिँड्न चाहिँ एकदम गाह्रो भइरहेछ नागाइमै भएको मान्छेहरूलाई चाहिँ एकदम हामी कमेन्ट गर्छौँ कि नारा आउँदा हुन्छ नारा वरिपरि बस्ने जहाँसम्म लाग्छ अलिकति विन्टर सिजनमा चाहिँ आए राम्रो होला यो ओतेरा हो गाडीको गेट हो हामी ओतेरा हिँडेको अनि किप्पु खोइ त किप्पु सिनसिनी अगाडि छैन होला ए त्यसो भए कोही बात छैन अगाडि ओतेरा आइसकेको छ है त मन्दिर आइसक्यो तर सिन्सीहरू भेटिएन अझै हामीले किप्पु पाइसकेका छैन फरेन टुरिस्टहरू पनि धेरै देखिरहेको छ है हामी पनि हुन त हो वी आर अल्सो फरेनर होइन अब 2 वर्षपछि हुने आफ्टर 2 years we will be Japanese no brother no that is your wrong opinion we have to be Nepali and we have to be के भन्नु we should not forget our identity है गर्मी भयो यस्तो गर्मी छ के भन्ने हो ट्रोली हेर न ट्रोली खेला जस्तै हजुर भ्रमण गर्न चाहिँ धेरै आउँदो रहेछ नै सँगै बसेर ल नोमी खाइ ठिक छ सेन्से कता होइन बसन्ती भन्दा यो एरिया चाहिँ शीतल होला भन्ने कुरो सेन्से सेन्से मिच्छु के त Certo, sense kipu wa ichu moraimasu ka? Kipu wa ne, mochotto achi itta tokoro de. Hai, okay desu sensei. Koko kara hairuんじゃなくてね、あっちから入る。はい。घुम्नलाई के भन्छ घुम्नलाई
アメリカ人यतिको चिया आइसकेको छ अनि अब टिकट लिने ठाउँ यहाँ गाडी छ भन्ने कुरा सेन्सेले गरिसक्नु भएको छ है सेन्से हाम्रो यहाँ हुनुहुन्छ आजको हाम्रो गाइडर अनाइस अनि के भनिन्छ अनाइस तेरो भित्र भनौँ यहाँ हुँदो रहेछ हाम्रो सेन्सेलु ओके दे सेन्से मिगी देस मिगी भनेको दाहिने है राइट टर्न राइट ल अब यहाँदेखि हामी भित्र छिर्न पर्ने हुन्छ अनि गेट देखाउनु पर्ने सेन्से चुखारेता सेन्से चुखारेता आछुइ देसु है सेन्से ल फाइनली आइसक्यो है त वाउ अब चाहिँ नाराको फिल भयो है शीतल शीतल है ल हाम्रो किप्पू आइसकेको छ है त यो किप्पू लिएपछि चाहिँ अब हामी जिउनी जता पनि जान सकिन्छ जता पनि घुम्न सकिन्छ जाउँ उत्सव जाने सेनापट्टि ल यहाँ रहेछ नि त हाम्रो सबै सेनामेनाहरू त उनीलाई माया लाग्यो अरे यसरी बसेको देख्दाखेरि केटाहरू हाम्रो फोटोग्राफर हाम्रो मिस्टर प्रिन्सिपल निस्यामा सेन्से हुनुहुन्छ है एकदमै फ्रेन्डली हुनुहुन्छ है भातो मिस्टर भातो त्यहाँ छ हाई सेन्साई त्यो मन्दिरको बारेमा हिस्ट्री त केही आज अलिक हेरेको छैन हेरिरहेको भए त भन्नलाई हुन्थ्यो होला ब्लग नर्मली या फाइनली यो चाहिँ हाम्रो इन्ट्रान्स पोइन्ट रहेको थियो इन्ट्रान्स पोइन्टबाट हामी यहाँ आइसकेको छ ओइनरी गर्ने मान्छेहरू ओइनरी गरिरहेछन् है प्रेयर अनि हामी यहाँबाट जाउँ होला है साइडबाट जाउँ यताबाट यो अलिक सिधा पोइन्ट भयो कि त्यही भएर अलिकति मान्छेको घुइँचो धेरै भइरहेछ यसको पछाडिको हिस्ट्री चाहिँ मैले खासै अलिकति स्टडी गरेको छैन त्यसको लागि सरी नभए एक्सप्लेन गर्न हुन्थ्यो होला है सोध्ने आउँ ल सोध्ने चिजै होइन नि ओ बौद्ध तर स्याचिन फोटो खिच्न मिल्छ कि मिल्दैन चाहिँ थाहा भएन सबैले खिचिरहेको छ त्यही भएर मैले पनि बनाइरहेको छु है भिडियो 今日はね、この奈良は名古屋よりも暑いです。名古屋は昨日は暑かったよね。はい、先生、このお寺の中に行ってもいいですか？いいです。OK です。調子乗っていいですよ。仲いいですよ。何のためのお寺インドअब हामी यो मन्दिरको भित्र हामी गएर हेरौँ है त もともと日本の仏教はインドから始まって中国からね入ってきてますからもちろんインドのそういう影響もたくさんあります。 OK
घुम्ने एरिया चाहिँ यिनीहरूले रहेको छ है त। एकदमै गरिब भएको कारणले गर्दाखेरि चाहिँ अलिक घुम्न गाह्रो भइरहेछ। हुन त अघि मैले गर्मी भइरहेको छु, धेरै कम्प्लेन नगरौँ है। जाउँ भित्रमा निस्किन, हाम्रो इन्समहरू यही छ। जाउँ भित्र। सक्दैन है, हेरी उसलाई सक्दैन है। कोरियन ल्याङ्ग्वेजमा पनि रहेको छ, जापानिज, कोरियन, चाइनिज। Can say all the language you can read. Be with us. जाउँ होला यता अगाडि, जाउँ ब्याक साइड जाउँ। किनभने यो चाहिँ सुको स्ट्याचु रहेछ, सुको स्ट्याचु। आइन्सान खाना चिन्दैन है। ओके के अब यसको रिक्वेस्टको बारेमा बुझ्नका लागि चाहिँ यहाँ पढ्न पनि हुन्छ है। त्यो मैले अघि निकालिसकेको छ, मैले स्क्रिप्ट ल्याएको छ। पढ्ने इच्छुकले पढ्दा हुन्छ। सेन्से वातासीमा इसो। ओके ओके, हरिहर जामा सेन्से। ल सेन्सेले हाम्रो फोटो लिनु त भयो। सेन्सेसँग फोटो खिच्नुपर्छ क्या? दोगा कोने बुराई दे। हे भाई क्या है हालचाल? अच्छा लग रहा है ना घूम के? ओके ताना सिंह ने ओके किमास्यो। ओके ल भाइ एकदम मजाले घुम्ने है। घुम्नु हैन, तर यो बुद्ध चाहिँ फेरि हाम्रो नेपालमा जन्मिया हो है। फेरि जे भए पनि नेपालमा जन्मिया हो, इन्डियाका हो। तर श्रीलङ्काको केहीहरूको किताबमा चाहिँ इन्डियामा लेखेको रहेछ। तर मैले श्रीलङ्काको केटोलाई, एउटा केटो छ गाइजहरू हैन, त्यसलाई मैले हाम्रो म्यापबाट देखाइदिएको। त्यो यस्तो दङ पऱ्यो कि विकृष्टता भयो क्या त्यो मैले त्यो देखाइदिँदाखेरि के भाइ राम्रो एकदम नेपालमा जन्मिया है बुद्ध। यो चाहिँ नेपाल, यो भिडियो थ्रु है सबैले बुझ्न सक्नुहुन्छ है। भाइले भनेको एकदम भाइको अपोनेन्ट एकदम राम्रो छ है। अपोनेन्ट होइन त्यो ट्रुथ हो। जाउँ प्राउड गर्नुपर्छ है, प्रचार प्रसार गर्नुपर्छ। भनेपछि यहाँ हेर भाइ, यो शिवी टेम्पल र इन्डो अनि नेपाल बिच केही न केही रिलेसन छ क्या। ओहो हाम्रो हिरोहरू त यसको वरिपरि घुम्दै घुम्दै जान्छौँ है त। यहाँ स्ट्याचु रहेको रहेछ है, स्ट्याचु। यसको नाम चाहिँ कोमोकु टेन भन्ने रहेछ यो स्ट्याचुको मान्छेको नाम चाहिँ। अनि यसको पछाडि पनि केही हिस्ट्री होला, वी डोन्ट नो है, मलाई थाहा छैन, सरी मैले स्टडी गरेन त्यसको लागि सरी। सायद यो चाहिँ हजुर यसको ल तिमीहरू त नि मेन रोल भइहाल्यो नि। अब हाम्रो गएको हिरोहरू चाहिँ उनीहरू हो। हो ल है। अनि सायद यो चाहिँ यो टेम्पलको यो है सर्ट स्ट्रक्चर होला जस्तो लाग्यो है। अनि यसको बारेमा यहाँ रहेछ है, यसलाई टक्क रोकेर हेर्न सकिन्छ है। अनि बनाना तर बिल्डिङ मध्ये भित्र बुद्ध देखेन है। अब अलिक स्यासिन लिनामे चाहिँ मिल्दैन त थाहा छैन है, त्यही पनि हामीले अब लिइसक्यो, अब भइसक्यो। लाइक अमेजिङ है भाइ, केही भन्नु छ? अनि यो पनि लगभग 3 वर्ष अगाडि बन्या रहेछ यो स्ट्याचु चाहिँ। यो चाहिँ 800 वर्ष अगाडि। त्यो पनि बुद्धै भित्र छ, तर अलिक देख्न गाह्रो हुन्छ। मेन भनेको चाहिँ यहाँको बौद्धिस्टको छ है। यदि तपाईँहरूलाई डोनेसन गर्न मन लागेको छ
डोनेसन गर्नु होला म गरिदिन्छु यो इन्स्टाग्राम आइडीमा गर्नु होला डोनेसन गर्न सकिन्छ है आफूलाई सक्दो गर्दा हुन्छ ल ल मिलिने त्यहाँ चाहिँ पापान्छे 2टा नोट हालेको हो दुईटा हालिसकेको छ है तपाईहरु पनि गर्न सक्नुहुन्छ भगवानले थाहा पाउँछ यस्तो झुट त बोल्नु भएन हैन झुटो हैन साच्चै कुरा चाहिँ अलिक फुल्का फुल्का तपाईँले यदि स्ट्याम्पहरू चाहियो भने यहाँ आउन सक्नुहुन्छ यहाँ पनि डोनेट गर्न सक्नुहुन्छ तर यहाँ अति नै बढी छ तर अलि एलन मस्क चाहिँ आउनुपर्ने हुन्छ इलान बक्स आउनु पर्ने हुन्छ र डोनेसन गर्नको लागि यो चाहिँ देखाइदिनु न पछाडिको यो साइज यो सुनको हो किनकि थाहा छैन तपाईँ हेर्दाखेरि एकदम सुनको चाहिँ पनि है मनलाई एकदमै कस्तो शान्त मेटलकै पक्कै उताबाट सुरुमा छिर्यो भने भाग्यमानी हो के भने होला है यहाँदेखि छिर्यो भने जस्ट आफ्नो सिन पोखालिन्छ भन्ने कुरा हो गइरहेको छ एकजना मान्छे मोटो त मोटो मान्छे हो ओके चाहियो नि कम्पिटिसन लाग्यो है त्यो उताबाट नि हेर्नु पल कस्तो ए भित्रबाट बाहिर नै आउने हो Sensei,ここで出ると何がなりますか？歴史。はい。幸せになれば。幸せになります。はい先生。先生もうやってみないですか？すごいいいです。いいです。心配です。怖い。オッケー。じゃあ、उत्सवやってみて。オッケー。ल है। हाम्रो उत्सव जाँदैछ है त। उत्सव ल त ल। सजिनिसान जान सिन्दैन है। ओके। भाइ त होइन गर्ने 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 गरौँ ल उसो भए पहिला भात खाने लाग्यो मिलिँदैन यो सामान नै मन छिर्छ ल भाइ ल भला बनाएको हेर्नु ल हाम्रो भाइ पनि छिर्यो वाह पनि निस्क्यो ओके गाइज है के छ भन्दाखेरि चाहिँ यहाँदेखि सिरो भने चाहिँ सी आवश्यक हुन्छ मतलब लाइफको लागि राम्रो हुन्छ भन्ने कुरा सिन्सियरली गर्नुभएको थियो अनि छिर्नेको तात लागिरहेछ छिरिरहेछन् है अरूहरू पनि छिर्नलाई रेडी भइरहेछन् तर हाम्रो साथीहरू छिरिरहेछन् गाइज टामानो टेन हेरौँ न यो स्कल्पचर छ नि अर्कै छ क्या ए हेर नै वाउ 800 वर्ष पुरानो बनेको त्यहाँ स्ट्याचुहरू भनेपछि यो धेरै पुरानो मतलब टेम्पल रहेको छ भाइ तिमी पनि छिर्ने हो त्यहाँनिर ए डोनेसन गर्यो है ओके भाइ सोचेको कुरा पुरा होस् है ओके ल भाइ ल गुड 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 これの後ろに何が歴史がありますか？これはい先生この穴はいこれは
हाम्रो साथीहरू लगभग धेरैजना त्यहाँदेखि छिरिसकेका छन् है त ओके हाम्रो सेन्चुरी स्टार्वे गर्नुहुँदैछ हाम्रो प्रिन्सिपल सेन्चुरी 先生ね2年前にやりました。そしたら2年前今日も途中で止まってしまってはい今日はいいもういい今日はいいこれはね、はい、この穴を通ると、はい、病気をしない、怪我をしない、はい、悪いことが起きない、はい、という願いがあるそうです。はい、これを通った人は悪いことが起きない、病気にならない、はい、先生。事故や怪我に遭わない。はい。でこの大きさは大仏様の鼻の大きさと一緒だそうです。はい。大仏さんの鼻の大きさと一緒。なるほど。सेन्सरले भनिसक्नुभयो है यहाँ नै छिरो भने चाहिँ बेहुकी भइँदैन अनि एकदम गेन्की भइन्छ भन्ने कुराहरू रहेछ यसको पछाडि गरेपछि सेन्सरलाई आरिगातो गोजाइमास अनि सेन्सरちょっと取れないよちょっと太いからね角がさ毎日やってるはいやらないですだってスカートだもんイケメンものが見えたらいけないはいないんですよね危ないですないですからズボンの人だけやってくださいはい先生神様への手紙ですこの手紙は先生どこからもらいますかこの紙はこの紙は買います。買います。ここで買います。はい、じゃあ買いましょう。青田？胸たらない。そうですそうです。何でたら？लेख्ने अनि बुझाउने हो के गर्ने निここでね買ってかかってるのは他の人のだからね自分のを買ってここで買ってBunyi gimana itu tak burai biuli burai हामीले यो लिइसकेका छ है अब नानी यो थाकिमासौ का जो रहेछ त हाम्रो ओके ओके先生ありがとうのこと書きました。ありがとうって書いてはい先生。タイム様ありがとうございますのこと。OK です。じゃあこれも終わりました。OK あと何をしようか。はい先生。そこで200円払って、はい先生。棒が棒を出します。棒についてる番号で。これもチェックしましょう。OK です。こっち横に出してもらえるとありがたいね。じゃあこれやったらちょっと外で、ね。はい先生。でやってみたいです。यो चाहिँ हाम्रो लक चेक गर्नको लागि गरिन्छ है त अनि कस्तो लक रहेछ ओके लकी अन्त त म पनि गर्छु What's up?
त्यो मध्ये हो お見せしてね。見ましょう。フェアラック。フェアラック。小さいラッキー。小さいラッキーです。あなた？ Good luck. Good luck? Okay, 小さいラック。外にね。小さいラックरे. Okay. कोही बात छैन है। अब हामी के लेखेर बुझाउने छौँ। यहाँ लेख्यो भने चाहिँ हाम्रो विश पुरा हुन्छ भन्ने कुरो छ। यस है। अब के लेखेर हामीले लाग्न पनि हुन्छ। के लेख्नु त? के विश गर्छौ? लेख्यो हिमी चाहिँ हुन्छ है। त हामीले भन्नु हुँदैन। सेक्रेट भन्ने चिज पनि हुन्छ है। त्यो उताबाट ओके। त्यसलाई हैन राख कट गरे होला। अब हाम्रो 16 जिखान पनि भइसक्यो। अब हामी फर्किन पर्ने हुन्छ। हाई सेन्से। दाने कागज दिखे किधर टीपे मांगी तो साजी भी किया मैं साजी तो साजी मांगवा किधर किया वो दिन है मां साजी है वो हमारा वो मां साजी भी हां या वो किधर है ट्यूना की वो मांगी मांगवा हां शो क्या करे दिन में म पहिला आफै चाहिँ खानु पर्यो Mix flowing water and we wash it fine. Okay. अलिक गएर खाने हो त नि भयो आज हामीसँग घुम्नको लागि समय कम भएर चाहिँ खासै धेरै घुमाइएन हल्का फल्का घुमाइयो है गाडीमा 5 घण्टा बसेर घुम्न चाहिँ 1 घण्टा गाडीमा चाहिँ लगभग 4 घण्टा जति समय लाग्यो है लाग्ने रहेछ अनि फाल्टु यसो घुम्ने चाहिँ लगभग हामीसँग 1 घण्टा थियो यदि तपाईहरु नागरमा पाउनुहुन्छ भने फ्यारी चाहिँ नगर्नु होला घुमियो अब फर्किन पर्ने हुन्छ अनि यताले उतै डियरसँग फोटो खिचौँ छैन अब के खुवाउनु पर्थ्यो बिचरा सुतिरहेछ है गमिना साई आजको लागि ल्याइएन यसा है अनि ल आजको पनि अब यति घुमेर हल्का फल्का घुमाइयो अनि अब जान पर्ने हुन्छ डिसपोइन्ट भएको भनेको चाहिँ अब अलिकति लक चेक गरेको कस्तो चिसाइ लके के भन्छ त लगमा यहाँ आउ न सुन अलिकति गुड लक हुन्छ केयर लक मात्रै भयो केयर लक भयो के केयर लक पनि ठिकै छ यस्तो अरे हैन धेरै कुरा लेख्दा लेखेको थियो तर अलिकति हेयर राम्रो लगाएको हुन्थ्यो नि त हौ टेट कोही बात छैन उ त यहाँ आउ न बोल्नु एकछिन कस्तो भयो आजको भ्रमणको बारेमा भन्देऊ न त्यो शब्द लक चाहिँ ट्राई गरे अलि धेरै नै पर्यो के गुड लक एकदम गुड लक थियो है उसो गुड लक थियो अनि मैले आनाबाट छिर्ने पनि ट्राई गरेँ तर सफल भएँ सबै उसको एकदम सफल भएको थियो ओके के गरौँ है यस्तै छ अब आजको भ्रमण यति नै गरौँ होला अनि अब फर्किन पर्ने हुन्छ बिस्तारै बिस्तारै अब हामी यो चाहिँ हाम्रो फर्किने क्रमको है हल्का भोक पनि लागिरहेछ खाजा त खाइएन बिहानै खाएर आएको थियो र अब फेरि एकछिन रोक्छ होला बिहान पनि हल्का खाजा त खाएर हो मैले बिहानदेखि अझसम्म 3 खाजा खाइछु काममा चिनी बेला एकचोटि मिस्टी बेला एकचोटि बिहान पनि खाऊ अहिले पनि त्यहाँ पर खान त खाऊ त्यहाँ पनि खाऊ त्यहाँ त स्मुदी र खामची मात्रै खाऊ ए स्मुदी र फ्यामिली चिकन ओके अब फेरि स्मुदी भेट्यो भने खाइने सोच छ होला नि त योपालि 7 को र आजलाई यति नै गरौँ होला यति गर्दै सबै कुरा आजको दिन यतिमै अन्त्य भयो भनौँ घुमियो रमाइलो भयो नयाँ नारा पार्क पनि आइयो विशेष गरी गएकोलाई धन्यवाद छ हामी चाहिँ आइसकेका छौँ हाम्रो गएको अनि अब सबैजना आफ्नो रुमतिर जाने तर्फ लागेका छन् है त उच्च रमाइलो भयो नि
फाइनली आइपुग्यो है रमाइलो भयो भन्ने कुरा गरिरहेको छ उसले पनि अनि सबै आइसकेका छन् ओके गाइज थ्याङ्क यू फर वाचिङ है यस्तै रहेको छ है अब आफ्नो बाइक लिएर हामी जानुपर्ने हुन्छ ओके